ल त गाइज हेलो एन्ड नमस्ते सबैजनालाई। ल त गाइज अहिले पनि चाहिँ वेदरको यस्तो छ होइन कन्डिसन काम ल त गाइज हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई नयाँ भिडियो। सो गाइज तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप कि सबैजना सन्चै हुनुहुन्छ र मेरो भन्नुपर्दा म पनि सन्चै छु अहिलेसम्म। ल त गाइज आज भने चाहिँ यतिकै धेरै दिन भएको थियो नि त ब्लग नगरेको, सो त्यही भएर आजदेखि चाहिँ ब्लग स्टार्ट गरिदिएको तपाईँहरूको लागि। सो गाइज अहिले भने चाहिँ तपाईँहरूको टाइम भएको छ 2 बजिरहेको छ होइन दिउँसोको। अन्त अहिलेसम्म चाहिँ मेरो कामहरू थियो नि त, त्यही भएर चाहिँ त्यो काम गरिसकेर चाहिँ नयाँ भ्लग बनाउनु स्टार्ट गरेको नि त। सो सरी फर लेट भ्लग होइन। अन्त गाइस अब जति पनि थियो त्यो मेरो पहिलाको भिडियोहरू होइन, त्यो पहिलाको भिडियो चाहिँ अब सम रिजनले गर्दाखेरि चाहिँ त्यो भिडियोहरू डिलिट भइरहेको छ मेरो युट्युबबाट। अन्त मेरो त्यो जुन युट्युब च्यानल थियो अर्को त्यो पनि ब्लक भइरहेको छ। अन्त यो चाहिँ मेरो नयाँ च्यानल हो। सो यसमा मैले सायद 2-3टा भिडियो हालेको छु र त्यसलाई पनि हेरिदिनुहोस् र यसलाई पनि सपोर्ट गरिदिनुहोस् र लाइक एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला। ल त गाइस सो अब पनि चाहिँ होइन अब पनि एउटा काम गर्नु गएर जानु रहेको। सो त्यसको बाद तपाईँहरूसँग भेट्नुहोस्। ल त गाइस अहिले पनि चाहिँ वेदरको यस्तो छ होइन कन्डिसन। सो अहिले चाहिँ हल्का घाम लागिरहेको छ नि त ठिकैको। अन्त हिजोको पानीले गर्दाखेरि चाहिँ पुरै नै कति जग्गा बाटोहरू बिग्रेको छैन, कति जग्गा के भइरहेको छ र अहिले चाहिँ फिलहालमा घाम लागिरहेको छ होइन। अन्त त्यही भएर सबै सुकिरहेको छ क्या। अब हिजोसम्म चाहिँ डल्लै भिजिरहेको थियो नि त यो एरिया यता मेरो घर होइन। अन्त यो बाटोहरू हेर्नु न सबैको पानी आएर डल्लै यतातिर भल बगेर खिच्दाखेरि चाहिँ भल बगेर चाहिँ सबै भिगिरहेको छ यो। अहिले चाहिँ फिलहालमा घाम लागिरहेको छ र चाहिँ यस्तो भइरहेको छ कन्डिसन। फिलहालमा राम्रै छ होइन। सो गाइस अब चाहिँ मेरो त्यो काम सकिहाल्छु अनि त्यसको बाद भेटौँ है त। सो फाइनली गाइस होइन काम चाहिँ सकेको अवस्था। अनि अहिले भने चाहिँ यहाँ काम सकेर आएर चाहिँ नुहाइ गरेर चाहिँ बसेको नि त। अन्त अहिले भने चाहिँ यहाँ फिलहालमै यहाँ चिया बनाउँदै गरेको नि त। ट्याक्कै होइन यस्तो चिसो मौसममा चाहिँ क्या ट्याक्कै लगाएर चिया खानुपर्छ नि त। हेर्नुहोस् त बाहिरै अघि घाम लागिरहेको थिएन, अन्त अहिले यस्तो पानी आउनु आँटेको जस्तो भइरहेको छ गाइस। ल त गाइस अब यो चिया बनिसकेर भेटौँ है त गाइस। ल त गाइस यहाँ हाम्रो चिया बनिसकेको छ होइन। अनि अब चाहिँ तपाईँहरूलाई बाहिरको ल त गाइस अब जाडो महिना यस्तो हो नि त होइन, अब तातो तातो चिया खानुपर्छ नि त। र अहिले भने चाहिँ फिलहालमा त बाहिर हेर्नुहोस् न अब यस्तो छ हो। अब अघिसम्म यस्तो दामी घाम लागिरहेको थियो, अब अहिले हेर्नुहोस् न पानी आउनु लागेको जस्तो भइरहेको छ अब त्यही भएर चिया चाहिँ मस्तै खानुपर्छ है गाइस। जाडो महिनामा चाहिँ यो गाइस होइन चिया खानुपर्छ मजाले। अन्त गाइस अब गाउँघरको त कस्तो हुन्छ र होइन, अब यस्तो चाहिँ हाम्रो त्यही गाइस यस्तै हो। हेर्नुहोस् है अब यहाँतिर के रोपेर होइन, अब जस्तो तपाईँहरू पनि रोप्नुहुन्छ होला नि सागसब्जीहरू जो गाउँ घरमा बस्नुहुन्छ होइन। अन्त अब यो चाहिँ बादमा गएर ठुलो हुन्छ नि त, त्यसको बादमा चाहिँ यसलाई बेच्दा पनि भयो नि त होइन। यो त आफै गाउँघरमा खाँदा पनि भइहाल्छ होइन गाइस। ल त गाइस अहिले भेटौँ है।